यो के हो हेर्नुहोस्, मेरो पछाडि यो साइडमा हेर्नुहोस् यो के हो। साथीहरू यो प्लेस फेरि देखाउन गइरहेको छु। यो प्लेसको बारेमा धेरै दिन अघि हेरेको थिएँ। चौरीको दृश्य हो। अब यो चौरीमा तपाईहरुलाई हेराउने छु। त्यति बेलाको भिडियोमा सीड लगाउने बेलाको भिडियो थियो। त्यतिखेर सीड लगाउँदै थियो मान्छेहरू, गहुँको सीड। यो पुरा चौरीको दृश्य हेर्नुहोस्। यो गहुँको ग्रोथ कसरी हुँदो रहेछ तपाईहरु हेरिराख्नुहोस् साथीहरू। अब यसमा फल पनि यो फलिसकेको छ, गहुँको फल तपाईहरु हेर्दै हुनुहुन्छ। नमस्कार साथीहरू, म हुँ सञ्जय शर्मा। तपाईहरु अहिले हेर्दै हुनुहुन्छ मिथिला टाइम्स। हेर्नुहोस् साथीहरू, यो भन्दा धेरै दिन अगाडिको भिडियोमा यही चौरी हेराएको थिए। त्यतिखेरको भिडियोमा गहुँको सीड लगाउने बेला थियो। यो साइडमा तोरी र गहुँ सँगसँगै छ र यो साइडमा हेर्नुहोस्, यो गहुँमा तोरी एउटा पनि छैन। यहाँबाट हेर्न सक्नुहुन्छ एउटा एनसेलको टावर पनि रहेछ त्यहाँ। यो बिल्डिङ पनि हेर्न सक्नुहुन्छ, कति राम्रो लागिरहेछ हेर्नमा। र एउटा स्कुल पनि छ, सनराइज इङ्ग्लिस बोर्डिङ स्कुल हो। म अलि जुम गरेर हेराइदिँदैछु। अहिले घाम छ, त्यही भएर पिक्चर त्यति स्पष्ट आइरहेको छैन। यो चौरीमा के उब्जाउ भइरहेको छ तपाईहरुलाई सबै कुरा हेराउने छु। तपाईहरु फेसबुकमा हेर्दै हुनुहुन्छ भने फलो गर्नुहोला। यदि तपाईं युट्युबमा हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गरेर एउटा लाइक पनि गरिदिनु होला। पुरा चौरी भरि नै गहुँको खेती गरिएका छन्। अब साथीहरू, तपाईहरुलाई त्यतिखेरको भिडियोमा हेराएको थिए सीड लगाउने बेला सबै गहुँ फलिसकेका छन्। यो नजारा कति राम्रो लागिरहेछ हेर्नमा। यो हेर्नुहोस्, यो के हो हेर्नुहोस्, मेरो पछाडि यो साइडमा हेर्नुहोस् यो के हो। यो बाँसलाई काटेर राखेका छन् यहाँ। यसलाई के भन्छ, गोइठा भन्छ यतातिर। केही मान्छेहरू यहाँ काम गरिरहेका छन्, त्यो पनि हेराउने छु मेरो अगाडिमा। र अहिले क्यामेरा उतापल्ट हेराउन सक्दिनँ किनभने उताबाट घाम आइरहेछ। अब म अगाडितिर गएर अनि पछाडितिर हेराउँछु, अनि स्पष्ट हेरिन्छ। यो राजविराजको सप्तरी जिल्लाको चौरीको दृश्य हो। अब तपाईहरुलाई हेराउने छु, केही मान्छेहरू यहाँ काम गरिरहेका छन्। बाँस काटेर घर बनाउने पुरै सामग्री तयार गरिरहेका छन्, काम गरिरहेका छन्। यो चौरीमा, गहुँको चौरीमा यो यति 2-3 कट्ठा जस्तो खाली ठाउँमा काम गरिरहेका छन्। अनि यो चौरीको अब